ट्रम्प अर्जेन्टिनी टेनिस सुन्दरी ग्याब्रिएला साबाटिनीसँग प्रेममा परे। सन् 1990मा युएस ओपन विजेता साबाटिनी ओलम्पिक रजत पदक विजेता पनि हुन्। सन् 1989मा मार्लासँग सम्बन्ध बिग्रिएको अवस्थामा दुवैबीच भेट भएको थियो। त्यही भेटले उनीहरूबीचको सम्बन्ध रोमान्ससम्म पुग्यो, तर दुवैबीच लामो समय सम्बन्ध रहेन। 1 महिनाको रोमान्सपछि ट्रम्प पुनः मार्लासँग जोडिए। साबाटिनीको रोमान्स चर्चित गायक रिक्की मार्टिन र माइकल बोल्टनसँग समेत चल्यो। उनले विवाह चाहिँ गरिनन्। मोडल रोबानीसँगको भेट सन् 1990मा मियामीको पुल पार्टीमा भएको थियो। त्यति बेला उनी बाल्टिमोर एरिक रक म्युजिसियनमा आबद्ध थिइन्। भेट हुँदा 26 वर्षकी अग्ली कामुक रोबानीसँग ट्रम्प आकर्षित भइहाले। पुल पार्टीमा ट्रम्प आफै बोल्न गएका थिए। उनले रोबानीलाई स्विमिङ सुट चाहिन्छ भनी सोध्ने बहाना बनाएर बोलचाल सुरु गरेका थिए। ट्रम्पले सोही रात रोबानीलाई घरमा निम्तो गरेका थिए। त्यसपछि दुवै बीचको रोमान्सले गति लियो। ट्रम्प रोबानीलाई महँगा उपहार दिन्थे र निजी हेलिकप्टरमा सँगै लान्थे। व्यापारका लागि टाढा जाँदा सँगै लिएर त्यतै बस्थे। ट्रम्पसँग जोडिएर ब्रिउरले आफ्नो नाम चर्चामा पुर्याइन्। हुन त उनले मिस मेरील्यान्डको ताज पहिरिएकी थिइन्, तर त्यसले उनलाई ट्रम्पलाई भेटेपछिको जस्तो नाम दिएको थिएन। ट्रम्पसँग भेट्नुले उनको करियरमा भाग्य चम्कियो। केही महिनाको रोमान्सपछि दुवै टाढिए। रोबानी अर्का अरबपति मोहम्मद हडिडसँग प्रेम सम्बन्धमा बाँधिइन्। सुपर मोडल गिगी र बेला हडिडसँग नाम जोडिएका उनले रोबानीसँग विवाह गर्ने तय भए तापनि विवाह भएन। पछि रक स्टार जाली लेनसँग विवाह गरेर पारपाचुके गरिन्। रोबानीले डेली मेलसँगको कुराकानीमा ट्रम्पको प्रशंसा गरेकी छिन्। ट्रम्पलाई राम्रो मान्छे भनिन्। आफूले ट्रम्पसँग बिताएको क्षणप्रति कुनै पछुतो नमानेको बताइन्। ट्रम्प बाहिर देख्दा भन्दा भित्रभित्र निकै शालीन स्वभावको भएको रोबानीको अनुभव थियो। इटालियन सुपर मोडल कार्ला ब्रुनीले मोडलिङबाट ठूलो धनराशि आर्जन गरिन्। नाम, दाम र सुन्दरता सबैले भरिपूर्ण उनी गायन क्षेत्रमा समेत लागिन्। कार्लामा बौद्धिक क्षमता पनि थियो। त्यही देखेर ट्रम्प उनीप्रति आकर्षित भए। मिक जागिरसँग दूरी बढेपछि सन् 1991मा ट्रम्प कार्ला ब्रुनीसँग नजिकिए। दुवै बीचको रोमान्स छोटो समयका लागि चल्यो। ट्रम्पको नामसँग जोडिएर रोमान्सका धेरै कथा बुनिए पनि कार्लाले त्यसको खण्डन गरिसकेकी छिन्। उनले ट्रम्पको निकै आलोचना गरेर नियोजित रूपमा आफूलाई जोडेर कथा बुनेको आरोप लगाइन्। सन् 2008मा फ्रान्सका तत्कालीन राष्ट्रपति निकोलस सार्कोजीसँग प्रेम हुँदै विवाह बन्धनमा बाँधिएर चर्चामा आएकी थिइन् कार्ला। त्यति बेला उनको सम्बन्ध ट्रम्पसँग भएको चर्चा चल्यो। ट्रम्पले भनेका छन्, मार्लालाई छुटाउन कार्लाले भरमग्दुर प्रयास गरिन्। कार्ला सोचेर देखेभन्दा निकै कठिन महिला भएको बताए। ट्रम्पले दाबी गरे जस्तो कार्लासँग उनको सम्बन्ध थियो भने उनी यस्ती महिला हुनेछिन् जसको सम्बन्ध संसारका 2 ठूला देशका राष्ट्रपतिसँग भयो। एलिसनसँग ट्रम्पको भेट हुँदा दोस्रो वैवाहिक जीवन टुटिसकेको थियो। मार्लासँग छुट्टिएको समयमा ट्रम्प नयाँ सम्भावनाको खोजीमा थिए। कुनै संयोगले भेट भन्दा पनि खोजबिनबाट सन् 1998मा भेटिएकी थिइन् एलिसन। त्यति बेला ट्रम्प भन्दा एलिसन झन्डै आधा उमेरले कान्छी थिइन्। राम्रो पढेलेखेकी उनी टेलिभिजन कार्यक्रममा समेत देखिन्थिन्। पत्नीले छाडेर गए पनि ट्रम्प उनलाई सम्झिरहन्थे। एलिसनले भनेकी छिन्, ट्रम्प मार्ला बारे धेरै कुरा गर्थे, उनलाई असाध्यै प्रेम गरेको सुनाउँथे। हुन पनि उनको जीवनमा मार्ला लामो समय प्रेमिका र छोटो समय पत्नीका रूपमा रहिन्। मार्लाकै कारण उनको पहिलो विवाह टुटेको थियो। एलिसनलाई ट्रम्पले मनका धेरै कुरा बाँडे। बौद्धिक हुनुले ट्रम्पको निकै प्रशंसा गर्दै महान मान्छे भनिन्। बाहिर जे जस्तो विवादका विषय ल्याए पनि ट्रम्प निकै राम्रो मान्छे भनिन्।
दुवैबीच सन् 1998मा भेट भयो। उनीहरूको प्रेम गम्भीर प्रकृतिको थिएन। उनीहरू घुम्ने र पार्टीमा जाने गर्थे। ट्रम्पले विभिन्न पार्टी र डेटिङमा लान्थे। उनीहरू अझै मित्रवत व्यवहार गर्छन्। ज्याकी सोसियलाइट हुन्। चलेको नाम भएकाले राष्ट्रपति चुनावको क्याम्पेनमा साथ मागे। उनले निकै समर्थन जनाइन्। ट्रम्पलाई करिश्मामयी व्यक्तित्व भन्छन्। कारा युङ। ट्रम्प छोटो समय सुपर मोडल कारा युङसँग निकट रहे। सन् 2001मा दुवैबीच भेट हुँदा कारा एकजना लेखक एजे बेन्जासँग सम्बन्धमा थिइन् भने ट्रम्प मार्लासँग छुट्टिएका थिए। यो एक प्रकारको त्रिकोणात्मक प्रेम जस्तै थियो, जसका बारे रेडियो सोमा खुलासा गरिएको थियो। उक्त प्रस्तुति मार्फत डोनाल्डले आफू र कारा बीच सम्बन्ध रहेको र टुटेको बताएका थिए। त्यो घटना सुनेर कारा छक्क परेकी थिइन्। सुपर मोडल कारासँगको सम्बन्ध त्यति गम्भीर प्रकृतिको थिएन। सान्ड्रा टाइलर। सान्ड्रा टाइलरसँग पनि ट्रम्पको नाम जोडियो। न्युयोर्क पोस्टको एक अन्तर्वार्तामा सान्ड्राले ट्रम्प गजबसँग बिछ्यौनामा देखिएको खुलासा गरिन्। न्युयोर्क म्यागजिनमा तस्बिर छापिएपछि ट्रम्प उनको पछाडि परेका थिए। दुवै बीच निकटता बढेपछि ट्रम्पले सान्ड्राको करियरमा समेत सुझाव दिन थाले। नाम परिवर्तन गर्न सुझाव दिए। त्यसपछि सान्डी कोर्न सान्ड्रा टाइलर भइन्। सन् 1991मा दुवै बीचको सम्बन्धबारे खुलासा भयो। उक्त घटनापछि ट्रम्पकी प्रथम पत्नी इभानासँग पारपाचुके समेत भयो। सान्ड्रासँगको सम्बन्धले ट्रम्पको पहिलो घरबार मात्र बिगारेन, स्वयं सान्ड्रा समेत लामो समय टिकिनन्। दुवै बीच सम्बन्ध चिसिँदै टुट्यो। ट्रम्पको टाइलरले खुबै प्रशंसा गरिन्। पहिलो पल्ट डेटिङ जाँदा पिज्जा खान गएको र सहरमा पैदल हिँडेको सुनाइन्। त्यसपछि दुवैको गन्तव्य टाइलरको अपार्टमेन्टमा रह्यो। टाइलरले ट्रम्प रसिलो मान्छे भएको बताइन्। उनले भनिन् ट्रम्प जबरजस्ती राष्ट्रपति बन्नेछन्। हेडी क्लुमले पनि ट्रम्पसँगको सम्बन्ध बारे बोलिन्। प्रोजेक्ट रनवे होस्ट थिइन् क्लुम। जर्मन सुन्दरीलाई ट्रम्पले 10 वर्षकी छैनौ भनेका थिए। क्लुमले 10 लेखेको सर्ट लगाएको अवस्थामा 10 वर्ष नभएको भन्दै ठट्टा गरेका थिए। उनको आशय क्लुम तरुणी छैनौ भन्ने थियो। उक्त भिडियो सार्वजनिक भएपछि ट्रम्प विवादमा परे। खेलकुद सामग्री सम्बन्धी मोडलिङ गर्थिन् सिनाहाबी। बेल्जियममा जन्मिएकी उनले सन् 1991मा एलिट लुक अफ द इयर जितिन्। राल्फ लाउरेन र भिक्टोरिया सेक्रेट जस्ता चर्चित ब्रान्डको मोडलिङ गरिन्। मार्ला मेपल्सबाट अलग हुँदा ट्रम्पले सिन्हाभीसँग रोमान्सका क्षण बिताए। सन् 1997मा बिताएका त्यस्ता क्षणबारे चर्चा परिचर्चा हुने गरे पनि दुवैले विस्तृत बताएका छैनन्, तर रोमान्समा परेको स्वीकारेका छन्। युक्रेनमा जन्मिएकी मोडल भिक्टोरिया जेड्रोकले अश्लील चलचित्रमा अभिनय गर्थिन्। अभिनयमा जति कामुक र आक्रामक देखिए पनि यथार्थमा निरस छिन् भनी ट्रम्पले बोले। यसबाट उनीहरू बीचको सम्बन्धको चर्चा चल्यो। यस घटनापछि दुवैका नकारात्मक विषय बाहिर आए। स्टेपिन आउट म्यागजिनका लागि अन्तर्वार्ता दिँदै अपशब्द बोल्दै उनलाई तेस्रो दर्जाकी र निरस समेत भनेका थिए। त्यसपछि जेड्रोक आक्रोशित हुँदै आफूले ट्रम्पसँग कहिल्यै नभेटेको दावी गरिन्। पछि उनका बारे धेरै विषय खोलिन्। ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेपछि अन्य कुनैसँग यौन सम्बन्ध राख्ने चाहना नहुने बताइएको खोलाइन्। जेड्रोकसँग ट्रम्पको वाक युद्ध नै चल्यो। उनले ट्रम्प आफ्नो सम्बन्धको खुलासा होला कि भनेर डराउने गरेको बताइन्। चर्चित अनुहारसँगको सम्बन्ध आफै खोल्ने तर सीमान्तकृत समुदाय र वर्गसँगको सम्बन्ध लुकाउने गरेको सुनाइन्। प्रतिष्ठामा आँच आउँछ कि भनेर भयभीत हुने ट्रम्पको स्वभावबारे वर्णन गरिन्। जेड्रोकका अनुसार काली युवतीहरू मन पराउने तर त्यसले आफ्नो प्रतिष्ठामा आँच पुग्न सक्ने बताउने गर्थे ट्रम्पले। अन्ना निकोल स्मिथ। चर्चित मोडल स्मिथले 80 कटेका तेल व्यापारी जे हार्वर्ड मार्सलसँग विवाह गरिन्। यसलाई कतिपयले पैसाका लागि गरिएको विवाह भने, तर उनले अस्वीकार गरिन्।
अन्नासँग 90को दशकमा ट्रम्पको रोमान्स चलेको थियो। अन्ना अग्ली र आकर्षक शरीर भएकी महिला भनेका छन् ट्रम्पले। अन्नाको 8 फेब्रुअरी सन् 2007मा अत्याधिक औषधि सेवनबाट निधन भयो। अश्लील चलचित्रकी कलाकार तथा निर्देशक डायनियलसँग पनि ट्रम्पको रोमान्स चल्यो। स्टेफानिया क्लिफोर्ड नामले चिनिने उनको ट्रम्पसँगको सम्बन्धबारे वाल स्ट्रिट जर्नलले सनसनीपूर्ण खुलासा गरेको थियो, जस अनुसार सन् 2006मा भएको दुवै बीचको सम्बन्ध एबीसी गुड मर्निङ अमेरिका शोमा खेल्न $15 लाख तिरिएको थियो। डायनियल्सले उक्त सम्झौता तोडेकी थिइन्। ट्रम्पसँग सम्बन्ध हुँदा डायनियल्स वैवाहिक सम्बन्धमै थिइन्। दुवै बीचको सम्बन्धको व्यावसायिक उद्देश्य समेत थियो। डायनियल्सलाई दि एप्रेन्टिसको शोमा समेत ल्याए। ट्रम्पको सनसनीपूर्ण खुलासाले टेलिभिजन शोको चर्चा झन बढ्ने भएकाले ट्रम्पले महिलासँगको सम्बन्धलाई व्यावसायिक हितमा प्रयोग गर्थे। यसबाहेक ट्रम्पको धेरै महिलासँग सम्बन्ध रहेको भए पनि खुलासा भएन। ट्रम्प नाम चलेका प्रतिष्ठित महिलासँगको सम्बन्ध आफै खुलासा गर्ने र सामान्य महिलासँगको सम्बन्ध नखुलाउने स्वभावका थिए। आफू मोडलिङ र व्यावसायिक दुनियाँको शेयर देखाउन खोज्थे। उनीसँग सङ्गत गरेका महिलाले प्रतिष्ठामा खुबै ख्याल गर्ने भएकाले सामान्य महिलासँग जोडिन डराउने गरेको खुलासा गरेका छन्। यसबाट ट्रम्पले जे जति सम्बन्ध राखे त्यसमध्ये आफ्ना लागि चर्चा र लाभ मिल्ने बारे मात्र खुलाए। ट्रम्प आफैले विश्वका धेरै महिलासँग रोमान्स गरेको स्वीकारेका छन्, तर काला जातिका महिलासँग सम्बन्ध राखे नराखेको खुलेको छैन। महिलाको विषयमा पनि उनी बढी रङभेदी देखिए। सार्वजनिक रूपमा कुनै काला जातिका महिलासँग सङ्गत गरेको र सम्बन्ध बनाएको देखिएको प्रमाण छैन।